आज चाहिँ मलाई एकदम हर्क साम्पाङको बारेमा बोल्न मन छ। आज चाहिँ म एकदम खुलेर बोल्छु उहाँको बारेमा। उहाँले भर्खर मेयर पद जितेर आउँदाखेरि पनि त्यो बेला पनि मलाई उहाँको भिजन जुन थियो नि, श्रमवाला भिजन, त्यो मलाई त्यतिखेर एकदमै प्रभावकारी, एकदम राम्रो लागेको थियो क्या। मेरो मनलाई एकदम चित्त बुझेको थियो। दिस इज इट क्या, नेपाललाई चाहिएको यो भन्ने त्यतिखेर लागेको थियो। अनि उहाँले जुन ढुङ्गा बोक्ने दोस्रै र फुस्रै असिन र पसिन भन्नुहुन्छ नि, खासमा त्यसरी नै अगाडि बढ्यो भने हाम्रो स्वास्थ्य पनि राम्रो हुने हो होइन। अनि श्रम त हरेक क्षेत्रमा चाहिन्छ, श्रमले नै देश विकास हुन सक्छ भनेर चाहिँ मलाई एकदम विश्वास लागेको त्यही बेलादेखि हो। श्रम संस्कृतिलाई चाहिँ विकास गर्ने, नेपालीहरू अल्छे भए होइन, काम गराउने स्कुल लेभलदेखि, त्यो त राम्रो हो होइन। र चाइनाले त्यही त गरेको नि होइन। र स्कुल लेभलमा एकदम थर्ड क्लासको सामान पाउने चाइनामा त्यो सामान बनाउने नै विद्यार्थीहरूले रहेछन् है। विद्यार्थीहरूले आफै सामान बनाउने, अनि सानैदेखि फाइनेन्सियल लिट्रेसी पनि आफै त्यो सामान बेच्ने साथीभाइहरूलाई स्कुलमै होइन। 3 दिन पढ्ने, बाँकी दिन काम गर्ने भनेको के काम गर्ने त? ढुङ्गै बोक्ने मात्र त हुँदैन नि, ढुङ्गा पनि बोक्ने इन्ट्रेस्टेड मान्छेहरू जाने, जसलाई जेमा इन्ट्रेस्ट छ त्यसमा श्रम गर्ने। फेसन इन्डस्ट्री पनि चाइनाको हेर्नु न, ड्रेसहरू कस्तो राम्रो बनाउँछ उनीहरूले। कसरी भन्दा त बच्चैदेखि पुरा त्यो फेसन डिजाइनिङ स्टिचिङहरू सिकाएको हुँदो रहेछ बच्चाहरूलाई। अनि उनीहरूलाई ठुलो हुने बेलासम्म त कतिवटा आइडियाज, कति थरीको डिजाइन होइन।